हेलो 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 नमस्ते नमस्ते। हामी हाम्रो संरक्षण गर्नुपर्ने क्षेत्रहरूले संरक्षण गरौँ भन्दै गर्दाखेरि देशको विभिन्न भागमा चाहिँ धार्मिक स्थलहरू छेदविच्छेद बनाइँदै गरेको, कहीँ बर पिपल ढाल्दै गरेको, कहीँ मन्दिर क्षेत्रहरूमा दोहन गरिरहेको, कहीँ वन क्षेत्रहरूमा दोहन गरिरहेको, यस्ता विभिन्न परिपाटीहरू चाहिँ सामाजिक सञ्जालहरू मार्फत भिडियोहरू देखिँदैछ। यस्तै भिडियोहरू 10 वर्ष अगाडि देख्नलाई निकै सङ्घर्ष गर्नुपर्थ्यो। मुख्य मेन स्ट्रिमका मिडियाहरूको नै भर पर्नु पर्थ्यो। आज त्यो पर्ने अवस्था छैन होइन। किनभने आज सोसल मिडियाको रूपमा विभिन्न प्लेटफर्महरू यति पावरफुल रूपमा आएको छन् कि ताप्लेजुङमा भएको घटना त्यही रात 2 सेकेन्ड 3 मिनटमा अझ सेम टाइम विश्वभरि ब्रोडकास्ट भयो र त्यसको विरोध संसारभरि भयो। त्यसको उदाहरण हामीले देखिरहेका छौँ। यसरी नै हामी संसारभरि रहेका नेपालीहरूको आस्थाको केन्द्र मुकुमलोङमा अझै पनि अतिक्रमण रोकिएको छैन। नो केबल कार भनिरहेका छौँ, तर त्यसको कुनै पनि सुनवाई भइरहेको छैन। एक प्रकारले हामी बनाउँछौँ त के गर्छस्, म बनाउँछु त तिमीहरू के गर्छस् भन्ने मात्रै भइरहेको छ। सामाजिक सञ्जाल मार्फत विश्वभरिबाट यति धेरै विरोध हुँदै गर्दाखेरि, यो आस्थासँग सम्बन्धित हुँदै गर्दाखेरि यो पुस्तौँ जाने घटनाक्रम जाने देख्दै पनि जसरी यो पेलेर लाने प्रक्रिया अगाडि बढेको छ, त्यसरी नै भोलि जो लिम्बुवान क्षेत्र एउटा देशको रूपमा रहेको 40-50 वर्ष अगाडिसम्म पनि अस्तित्वमा रहेको भन्ने कुरा चाहिँ बिर्सिनु हुँदैन। ती कुराहरूले गर्दाखेरि पनि हामीलाई धेरै सजिलो छ कि हाम्रो अधिकार यो हो, हामीले यो हाम्रो अधिकार प्रयोग गर्न पाउनुपर्छ, मुकुमलोङलाई चाहिँ संरक्षण गर्नुपर्छ। मुक्तिकोकमा मुकुमलोङ पाथिभरा क्षेत्र चाहिँ समग्रमा नेपालीहरूको एउटा आस्थाको केन्द्र हो। त्यो चाहिँ जगेर्ना गर्नुपर्छ, रोक्नुपर्छ, त्यहाँ विनाश हुन दिनु हुँदैन, प्रकृति दोहन गर्नु हुँदैन भन्ने कुरा हो। जसरी अहिले गुराँस फुल्ने टाइममा जुन एरियामा सधैँ गुराँस फुलिरहेको हुन्थ्यो, त्यो ठाउँमा अहिले पूर्ण रूपमा नष्ट भएका रुखका ठुटाहरू मात्रै देखिन्छ। यो एउटा व्यवसायिक गर्ने थलुक भन्दा पनि यहाँ आस्था राख्ने आस्तिकहरूले त्यहाँ गएर दर्शन गर्ने, आफूलाई चाहिएको वर माग्ने अथवा एबिसिडी जे हुन्छ यो एउटा विश्वाससँग आधारित रहन्छ। यस्तो ठाउँमा चाहिँ जबरजस्त रूपमा चाहिँ हटाउनु खोज्नु, विस्थापन गराउनु खोज्नु, यो नै सबैभन्दा ठुलो गलत कार्य भइरहेको छ।